हेलो वेलकम टु माई ब्याक ब्लग। आज सो बिहानै बिहानै घाम लागेको छ, एकदम रमाइलो दिन छ आजको। बिहानीको सुरुवात ब्रुसबाट गर्दैछौँ हामी। आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक आलुका पातहरू, गोबीका पातहरूबाट सुरुवात गर्दैछौँ आफ्नो दिन। सो उता आन्टी पनि ब्रुस गरिरहेछन्। हाम्रो चाउमिन बनाउने आन्टी हुन्। तपाईहरुको सुरुवात केबाट हुन्छ? मेरो सुरुवात गन्यौलाबाट हुन्छ। बिहानीको सुरुवात मिरमिरे घाम लागेको कोलगेटको टेस्ट एकदम बेकार छ है आज। पुरानो कोलगेट ल्याए क्या हो? दाजी वेलकम टु माई ब्याक ब्लग। ब्याक ब्लग। बिहानीको सुरुवात तपाईहरुको सुरुवात केबाट हुन्छ त्यो मलाई थाहा छैन। मेरो सुरुवात चाहिँ एउटा कोलगेट र ब्रुसबाट हुन्छ बिहानीको। दाजुको सुरुवात केबाट हुन्छ? सो म अब मुख धुन गइरहेको छु। यता आन्टी पनि हेरिरहेछन्, त ब्रुस हानिदिरहेछन्। हो नि, ब्रुस हानिदिन्छ आन्टीलाई हेरेर। कस्तो बनाउने दाजु आज? कस्तो बनाउनु थाहा छ? जस्तै कि टमाटर भन, अनि हामीसँग 1 रुपियाँ छ कि 1 रुपियाँ। चौमाला बजारमा मार्केट कतिको हुन्छ? कस्तो मार्केट भन्दाले? चौमाला बजारमा मतलब कि आजको दिनभरिमा हामी 1 रुपियाँबाट चौमाला बजारमा कति बनाउन सक्दछु? 500 रुपियाँ बनाउन सक्छु नि। 500 रुपियाँ मतलब 1 को चक्लेट किन्ने। मसँग यो 1 रुपियाँको चक्लेट छ, ल भन्नुहोस् तपाईँ कतिमा किन्नुहुन्छ? मसँग यसको त यो 1 रुपियाँको सट्टा तपाईँ के दिन सक्नुहुन्छ होइन? ट्रेड गर्दै के? अनि उसले भन्न छ जस्तो कि ल 1 रुपियाँको सट्टा 2 रुपियाँ देला कोही, 2 रुपियाँको केही सामान किन्ने। मसँग यो छ, यसलाई हामीले 10 रुपियाँ बेचिरहेको छ, तपाईँ किन्नु भनेर सोध्दै कि मान्छेलाई रेडमली। एउटा नयाँ कन्टेन्ट बनाइरहेको छौँ, सो त्यो पनि हेर्नु होला। अब त्यही गरौँ नि त, जाउँ दाइ भाइ टक्क छिटिक्क भएर हुन्छ भएर। अब तपाईँ त अलवेज ह्यान्डसम हो। माजुले यस्तो कालो कालो भइरहेको छ गाइज, किन होला? दाइले क्रिम आज फेस वास नल्याएर हो क्या म कालो देखेको। त्यही भएर म आज कालो कालो देखेँ कि दाइ। तपाईँ त अलवेज ह्यान्डसम हो। यहाँ बन्द छ त कहाँ छ? सो ब्रुस सुरुस गऱ्यो हामीले। ब्रुस गरेर घरतिर जाने ठाउँमा सो हामी यतातिर आइदियौँ। सो गाइज हामी अहिले नम्बर 1 होटलमा छु। सबभन्दा फेमस होटल आम्बगिएको सबभन्दा फेमस होटल हो। बजै सो छड्के नजर हेरेर हामी के गर्दैछौँ भनेर। सो अहिले एकछिनमा हामी निस्किनेवाला छौँ। नम्बर 1 होटल, तपाईँहरू पनि अवश्य आउनु होला। एकदमै दामी नास्ता मिल्छ यहाँ। नास्ता सबै चिकन राइसदेखि लगेर सबै चिज। मेरो चाहिँ फेभरेट होटल है नम्बर 1 भनेपछि आम्बगिएको सबभन्दा फेभरेट होटल। सो हामी अहिले म घर पुगिसकेको छु। हाम्रो सुरुवात फ्यामिलीको ग्रान्डफादरबाट। हेलो बाजु, हेलो भन न। हेलो, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ त भन। सन्चै हुनुहुन्छ भने अनि यता हेर्नु पऱ्यो त बाजे, यस्तो हात यस्तो गर। ए एमाले पार्टी जिन्दाबाद। सो नेक्स्ट सुरुवात हाम्रो अङ्कलबाट। बिहानीको सुरुवात मिरमिरे घामबाट। अङ्कल रियाक्सन। अङ्कल आन्टीसँग बिजी छन् कि भिडियो हेर्ला खान। सो नेक्स्ट सुरुवात हाम्रो ग्रान्ड मदरबाट सुरुवात हुन्छ। ग्रान्ड फादरको प्रस्तुतिकला नेतावाला देख्न सक्नु पऱ्यो। बजे कहाँ हराउनु पो? हेलो बजाइ, कता हुनुहुन्छ? सो अहिले आउँदामा छु गाइज। एकछिन यहाँ आउनु न, तपाईँको इन्ट्रोडक्सन चाहियो क्या। उठ्नु न उठ्नु, उठ्नु न उठ्नु। बजे यस्तो लापरवाही भइसकेको छ हाम्रो घरको मान्छे। बजे यहाँ आउनु न, तपाईँलाई यहाँ खोजिराखन् कि मेरो भ्लगमा। सो यहाँ चाहिँ मेरो बजै एकदमै माया गर्नुहुन्छ मलाई, एकदमै क्युट पनि हुनुहुन्छ। तपाईँ यस्तो क्युट बजै चाहिँ पाउनुहुन्न है, किस्मतमा लेखे हुनुपर्छ हातमा। हेलो भन त बजे।
हेलो सन्चै हुनुहुन्छ भन सन्चै हुनुहुन्छ हातमाथि ए एमाले पार्टी जिन्दाबाद कुन पार्टीको बजे तपाईँ कसलाई भोट दिने हो एमाले काङ्ग्रेस बालेन्सा उसै मलाई त नेताको बारेमा केही थाहा छैन है मैले उसै नाम पाडिदिएको जस्तो अहिले चाहिँ यति म रेडी भएर छौँ मलाई भ्लग बनाउनु जान्छ अहिले चाहिँ